सो गाइज हामी आज सधैँ मेरो फुटसलको मात्रै भ्लग भएको छ, मेरो अरू भ्लग जिन्दगीमा छैन। अरू ठाउँ मैले कहीँ जानु पाएको छैन। आजकल वर्ल्ड कप चल्नेदेखि फुटसल गेम फुटसल मात्रै भइरहेछ यता। खै के हो राति 3 बजेसम्म 4 बजेसम्म सुतेको छैन, बिहान उठ्दा फुटसल भनेको छ। ल गाइज आयो आइज न ल रेडी ल खेल्ने भाइ। म त जस्ट खालि एकछिन बनाएको मात्रै। मेरो पीडाहरू मेरो यस्तो भ्लगको मार्फत मान्छेहरूलाई भनिदिउँ भने मेरो पीडा कस्तो छ, मलाई कति पीडा छ सर। तँले आज 3-4 जना भाइ गएको ऊ काम पऱ्यो अरे सर। तँले आज धेरै उ गरे के यार, तँ बोल के यहाँ तँलाई कसो मतलब कति क्रेजी छ तँ फुटबलप्रति भन्ने कुरा मैले बुझिसकेँ क्या। बिहान होइन रातभरि त्यत्रो म्याच हेरेर 1 बजे नै यति तपाईँलाई थाहा छैन मेरो पीडा। म यहाँ भ्लगमा भन्न सकिरहेको छैन त्यो पीडा, मलाई मात्र थाहा छ क्या। 4 स्टारको वेटिङमा तिमीलाई के लाग्छ मेस्सीले फेरि जित्छ नि भन्यो भने जित्छ कस्तो लाग्यो त लास्टको कमब्याक? तर यहाँ जहिले त्यही हो क्या। ल म साँच्चै ल जहिले त्यही हो त। म यो मलाई त्यो अचम्म त्यो कुराको छ क्या, जहिले पनि लास्टमा हो क्या फेरि। सो गाइज आज धेरै बोल्दिनँ म, किनकि आज म यस्तो धेरै बोल्दै भने 2 मिनट त बोलिसकेँ। तर अब ल गाइज ल रेडी। सधैँ म त आज होइन कहिले फुटसल चलिरहेको छ। ब्राजिल पुरा नेमार हामी त गाइज आइज काले ल रेडी। सो गाइज ल टाइम छैन हामीलाई। नाइस ब्रो। राम्रो भइरहेको छ है। दामी भइरहेको छ अर्कै माथिको भित्रबाट बनाएको के बो बोले हेलो गाइस भिडियो भइरह ओ दाइ थ्यांक यू ओ पास निकाल्नु यस्तो हालत ओ एक त मैले कसरी छिरादिउ त्यहाँबाट दाइ पासिङ हो दाइ पास म त रमारो सिधा हाल्या रे मैले सिधा हाफ टाइम अझै बाँकी छ गाइस। हाफ टाइम अझै बाँकी छ केटा हो। दाइमा मिठो पास हालत तेरो रातभरि यस्तो के दाइ हिजो रातभरि क्लब हो क्या। रातभरि नाचेर आज क्लब हो बिहान 6 बजे आएको क्लबबाट। यस्तो हालत छ, खुट्टाको हालत सुधियो। एनर्जी भाइदिया भयो त म त उडिदिन्ने यहाँ। अब हामी मिल्ने छौँ ल सकेपछि ल बाई। सो गाइस तिमीहरू लाइक गर न, यति मिहिनेत गरिरहेको छ। सक्छ त हानु लास्ट 1 गोल भयो जित्यो क्या हामीले। जित्यो क्या जित्यो हामीले जितिसक्यो उस्तै नै जित्यो क्या। जित्यो क्या हामीले। यो के भन्छस् भाइ हार स्वीकार छ फर्स्ट चोटि चाहिँ